नमस्ते साथीहरू, हजुरहरूलाई फेरि पनि मेरो युट्युब च्यानलमा स्वागत छ। साथीहरू हेर्नुहोस् त कस्तो मिठो कलरको पिङ्क कलर फुलेको छ है। तपाईँले पनि यो फुल फुलाउनु चाहनुहुन्छ भने चाहिँ तपाईँले अब रोप्नुहोस् है। यो फुललाई एकदम सिजन लाग्यो है। अन्त तपाईँले यस्तो ढकमक्क फुलेको देख्नुहुन्छ नि, यो चाहिँ मेरो पोटको नर बोट हो। यो चाहिँ पनि पोट रोपेको हो, 1 वर्ष भयो रोपेको। कस्तो मजाले फुलेको छ हेर्नुहोस् त। कस्तो मजाले, जति ठुलो गमला छ त्यति नै ठुलो फुल्छ, यसमा त्यति नै ज्यादा फुल्छ। हेर्नुहोस् त कस्तो मजाले फुलेको छ, कस्तो मजाले फुलेको छ। यो ठुलो मतलब पट छ, ठुलो पट चाहिँ यस्तो खालको पट रूपमा लगाएको छु यो चाहिँ हो। अन्त हेर्नुहोस् त साथीहरू कति धेरै फुलेको छ। जति ठुलो पट गमला त्यति नै धेरै फुल्छ साथीहरू। हेर्नुहोस् त कस्तो मजाले फुलेको छ। हाई कस्तो मिठो कलरको फुलेको छ। मेरो फेभरेट कलर हो यो चाहिँ, एकदम मनपर्छ मलाई यो कलर। अन्त यहाँ पनि तपाईँले देख्न सक्नुहुन्छ, यो चाहिँ सानो गमला भएर सानो नै हुन्छ। यो पनि पोर्कै हो, तर पनि हेर्नुहोस् त साथीहरू, गमला सानो भएर सानो थोरै कम्ती फुलेको छ, एकदमै थोरै एकदम कम्ती फुलेको छ। हेर्नुहोस् त। अन्त यहाँ हेर्नुहोस् त, यो गमला ठुलो छ हो साथीहरू। हेर्नुहोस् न यो कति धेरै फुलेको छ, यति धेरै ओखाइ पोखाइ कति धेरै फुलेको छ। हेर्नुहोस् त, यति धेरै म आफै छक्कै पर्छु हो यो फुलेको देखेर, यति धेरै फुलेको छ हो। हेर्नुहोस् न, म आफै छक्क पर्छु, कति मिठो क्वालिटीमा फुलेको छ फेरि हो। हेर्नुहोस् त कस्तो मजाले फुलेको छ, यति मिठो कलरको फुलेको छ। नेचुरल फुल हो है साथीहरू, यो चाहिँ एकदम नेचुरल हो। मैले चाहिँ पोट रोपेको, यत्रो गमला रोपेको छु। सानो गमला भयो भने चाहिँ सानै फुल्छ साथीहरू, हेर्नुहोस् है। अन्त ठुल्ठुलो गमलामा ठुलै फुल्छ। हेर्नुहोस् त कति धेरै फुल्छ। पानी पनि लगाउँदैछु म चाहिँ फुलमा, अन्त त्यही भएर चाहिँ पनि राखिरहेको छु, जर्किन पनि राखिरहेको छु है। हेर्नुहोस् त कस्तो मजाले फुलेको छ, कस्तो मजाले फुलेको छ हो। हेर्नुहोस् त यति मजाले फुलेको छ हो, यति मजाले फुलेको छ। हेर्नुहोस् त साथीहरू, कस्तो मजाले फुलेको छ हो। हेर्नुहोस् त, यस्तोतिर पनि मैले यस्तै खालको रोपेको छु। यो चाहिँ सानो गमला भएर थोरै फुलेको छ हो। यसमा पनि कति धेरै फुलेको छ, यो ठुलो गमला भएर ठुलो पट भएर। अन्त यता पनि मैले रोपेको छु, यता सानो सानो पट छ। हेर्नुहोस् त, यो पनि मैले पोरै रोपेको, थोरै फुल्छ। सानो गमला भयो भने थोरै नै फुल्छ हो। अन्त ठुलो गमला भयो भने धेरै फुल्छ साथीहरू हो। अन्त यो चाहिँ मैले यसपालि रोपेको। हेर्नुहोस् त साथीहरू, मैले सानो गमलाबाट चाहिँ ठुलो गमलामा सारेको। अस्ति चाहिँ यस्तै भएर चक्रक्क भएर मर्न लागेको थियो होइन साथीहरू हो। अन्त मैले यो ठुलो गमलामा चाहिँ मिठो मल छानेर, दामी मल छानेर रोपेको। यस्तो मजाको भइदिएको छ। हेर्नुहोस् त साथीहरू, यस्तो मिठो कलरको फुलेको छ हो। अन्त यो पनि कस्तो मिठो कलरको छ, हेर्नुहोस् त। अन्त के भन्छ, यो पनि सानो गमला भएर बिचरा फुल्नै सकेको छैन हो। हेर्नुहोस् न, फुल्नै सकेको छैन। यहाँनिर देख्नुभयो तपाईँहरूले, कस्तो मजाको कलरको छ, तर पनि फुल्नै सकेको छैन। हेर्नुहोस् कस्तो मिठो कलरको छ है फुल, कस्तो मजाको छ। यता चाहिँ हामीले पुटुला के भन्छ, हामीले घरे फुल भन्छौँ। यता त्यस्तो खालको फुलहरू रोपेको छ। जिरेनियमले चाहिँ पालि कति देखायो है साथीहरू। हेर्नुहोस् त कति देखायो जिरेनियमले त, छैन, सबै मरिगयो। हेर्नुहोस् त सबै मरिगयो हो। अन्त यता छैन, यो चाहिँ घरे फुल हो। यो त कहिले फुल्ने हो, पुरा टाइम लाग्छ साथीहरू हाम्रोतिर त हो, पुरा टाइम लाग्छ। यता पनि छ, तपाईँ पनि टाइम लाग्छ है साथीहरू, पुरा छ। मैले पुरा रड लागेर रोपेको, योपालि पुरा बनाएर हो, पुरा रड लागेर रोपेको। तर छैन, रडै मात्र हो कि त पोट त पुरा फुलेको छ। योपालि त फुल्ने कि नफुल्ने हो। हेर्नुहोस् त साथीहरू, कस्तो मजाले रोपेको छ मैले। तर योपालि जिरेनियमले चाहिँ कति देखायो। हेर्नुहोस् त कस्तो मिठो कलर रोपेको, डल्लै गयो बिग्रेर। हेर्नुहोस् न हो, त्यस्तो पनि छ।
यता पनि मिठो मिठो कलरको, यो पनि सानो गमला भएर राम्रो फुलिँदैन। यो चाहिँ कस्तो मिठो कलरको फुलिदिएको छ हेर्नुहोस् न साथीहरू, हो कस्तो मजाको हो। अन्त यता पनि मिठो कलरको तपाईँलाई पनि देखाइसकेको छु अघि नै चाहिँ। अन्त यहाँबाट पनि यहाँदेखि उता पनि मैले रोपेको छु त्यस्तै खालको फुल हेर्नुहोस् त। हेर्नुहोस् त साथीहरू, अन्त बाहिर पनि फुल छ है, हेर्नुहोस् त कति मिठो कलरको फुलिदिएको छ। यो चाहिँ वाइट कलरमा छ यस्तै साथीहरू। हेर्नुहोस् त पट सानो भएर यत्रो फुल्छ। यो पटमा ठुल्ठुलो पटमा रोप्यो भने ठुल्ठुलो फुल्छ। हेर्नुहोस् त कस्तो मिठो कलरको फुलेको छ। हजुरहरूले देख्नुभयो कस्तो मिठो कलरको फुलेको छ। अनि मैले चाहिँ सानो प्लान्टहरू रोपेको छु यहाँनिर। हेर्नुहोस् त प्लान्टहरू पनि मजाको छ, दामी मिठो मिठो कलरको छ, कति मजाले फुलिरहेको छ है साथीहरू। अन्त यहाँ पनि सानो प्लान्टहरू राखेको छु। अन्त यहाँ पनि अर्कै खालको पनि फुल पनि छ यहाँ भित्रभित्र हो। हेर्नुहोस् त कस्तो मिठो कलरको छ त पनि। अन्त यहाँ त मेरो फेभरेट कलर, मलाई चाहिँ यो कलर मेरो बेस्ट कलरको साथीहरू। म पुरा रोप्छु यस्तो कलरको फुल चाहिँ, कस्तो मजाको देखिरहेछ सबैतिर ढकमक्क भएर हो। लडी पनि फुल्छ साथीहरू यो फुल चाहिँ। हेर्नुहोस् त कस्तो मजाले फुलेको, हेर्नुहोस् त। अन्त यो चाहिँ अर्कै कलरको छ कि साथीहरू, फुलेको छैन। अन्त यो पनि फुलेको छैन, यो पनि अर्कै कलरको छ, कोपिला लाग्दै छ हो यसले चाहिँ। हेर्नुहोस् त कस्तो मजाले फुलेको छ, हेर्नुहोस् त। अन्त घन्टी फुल पनि लडी पनि फुलिरहेको छ यहाँनिर। अन्त साथीहरू घन्टी फुल चाहिँ मैले पोडेन चाहिँ यत्रो झ्याङ छ, फुलेको चाहिँ यति धेरै हो। हेर्नुहोस् त कति धेरै फुलेको छ हो। अन्त कस्तो मिठो मिठोको क्वालिटीको छ यो फुल चाहिँ। अन्त साथीहरू यो चाहिँ मैले कटिङ गरिदिएको छु हो। यो चाहिँ फोटो चाहिँ साह्रै सिक्रिक्क भएर सबै लाब्रे किराले खाइदियो। अन्त योपालि चाहिँ मैले सबै कटिङ गरेर राखिदिएको थियो। अन्त मजाले फुल्यो साथीहरू, हेर्नुहोस् त कस्तो मजाले फुलेको छ। अन्त तपाईँले देख्न सक्नुहुन्छ मसिनो बच्चाहरूको क्या त मसिनो नानीहरूको मेडी जस्तै हेर्नुहोस् न कस्तो मजाको जामाहरू हुन्छ नि त्यस्तै खालको है, क्या मिठो कलरको है। हेर्नुहोस् न क्या दामी है। यो चाहिँ कानको झुम्का जस्तो नि छ, हेर्नुहोस् न है कस्तो मजाको छ है। हेर्नुहोस् न कानको झुम्का जस्तो लागेन हजुरहरूलाई। अन्त मलाई यो पनि कानको झुम्का जस्तै लाग्छ, कस्तो मिठो कलरको है। यहाँ पनि कस्तो मिठो कलर, यसको बिजन पनि बस्नु पर्यो तर बस्दैन हो, फुलिसकेपछि यस्तो हुँदो रहेछ। हेर्नुहोस् त साथीहरू कस्तो मिठो फुलेको है। हेर्नुहोस् न हावा हल्का आउँदैछ हाम्रोतिर, अघि चाहिँ पुरा हावा पानी आएको थियो, अहिले चाहिँ रोकियो साथीहरू। हेर्नुहोस् न कस्तो मजाले फुलेको छ हो। अन्त यता चाहिँ मैले टमाटर पनि रोपेको छु, हजुरलाई म देखाइदिनेछु ल। अन्त हेर्नुहोस् त साथीहरू कस्तो मिठो कलरको फुलेको है। लडिसकेको थियो, सानो पटमा पनि फुलेको छ तर लडिसकेको थियो। मैले यसले चाहिँ 250 दिएको नि, कस्तो मिठो कलरको फुलेको छ हो। फेभरेट कलर है साथीहरू चाहिँ मेरो फुलमा चाहिँ। अनि चाहिँ म पुरा रोप्छु, पुरा मनपर्छ मलाई। यो पनि अर्कै कलरको पनि फुलेको छैन, टाइम लाग्छ यिनीहरू फुल्न। अन्त मैले घरि फुल यहाँ रोपिदिएको छु। मेरो ठुलो बल थियो, यो बल फाट्यो कि साथीहरू, अन्त रोपिदिएको। यो चाहिँ कुखुराले खनेर वाक्कै लाउँछ त्यो बारेको मैले। अन्त जिरेनियमले चाहिँ यसपालि गति देखाएँ साथी, डल्लै मैले फाकिदिएँ। हेर्नुहोस् त डल्लै फाकिदिएको मैले। अन्त यता पनि छ त्यस्तै फुलहरू, हेर्नुहोस् त साथीहरू, हेर्नुहोस् त कस्तो दामी छ। यता पनि मिठो कलरको त्यही फुलहरू छ। अन्त यहाँ पनि अस्ति भाँच्यो कि, अन्त मैले सानो पटमा रोपिदिएको। अन्त यो चाहिँ मैले डेलिया रोपेको, तपाईँको त्यो डेलिया फुलेर पनि सबैले भिडियो लगाइसक्यो, मेरो त छैन साथीहरू, कुखुराले खाएर यस्तो बनाइदिएको छ। अन्त यहाँ चाहिँ मैले टमाटर रोपेको छु, साथीहरू, हेर्नुहोस् त यहाँ चाहिँ मैले टमाटर रोपेको छु। अन्त यता पनि जिरेनियम कति देखाएर यता फ्याँकिदिएको छु है साथीहरू। मैले त जिरेनियम फ्याँकिदिइसकेँ मैले, वाक्क दिक्क लागेर हो। अन्त यहाँ तल जानुमा चाहिँ पोखरी त हजुरहरू सबैलाई थाहा छ है। अन्त
यहाँ चाहिँ टमाटर पनि फल्दैछ साथीहरू, हेर्नुहोस् त कस्तो मजाले फलेको छ। यसरी देखाइदियो हजुरलाई, हेर्नुहोस् त कस्तो झुम्पा झुम्पा परेर फलिरहेको छ टमाटर हो। हेर्नुहोस् न हो कति धेरै फलेको छ। झ्याङ चाहिँ मरिसक्यो तर टमाटर चाहिँ फलिरहेको छ साथीहरू, हेर्नुहोस् त। घरको छेउैमा रोपेको टमाटर क्या दामी फलेको छ हो, हेर्नुहोस् न हो कस्तो दामी भइदिएको छ। अन्त आजको दिन चाहिँ यस्तो छ साथीहरू, दिन पनि आज चाहिँ पुरा धुम्म छ हो आजको दिन। अस्ति अन्त मैले यहाँनिर के भन्छ सुनाखरी फुल जङ्गलबाट ल्याएर रोपेको थियो कि साथीहरू, सबै किराले खाएर मारिदियो। हेर्नुहोस् न यस्तो भयो हो। अन्त मलाई कति धेरै माया लाग्यो, के गर्नु र मरि त गयो। अन्त फेरि झन्नै मुना चाहिँ पलाउँदैछ साथीहरू, फुल सबै किराले खाइदियो तर पनि झ्याङ चाहिँ मरेन। खुसी लाग्यो त्यति भए पनि भयो नि त है। अन्त चाहिँ हाम्रो तपाईँहरूलाई सधैँ थाहा छ यो चाहिँ मेरो के भन्छ एकदमै मनपर्ने निगुरो हो, यसको नाम त उन्यु हो। यसलाई चाहिँ फ्याँकिदिउँ भनेको, फेरि माया लागेर राखेको। कोही बेला त साथी यसमा यस्तो लाप्रेहरू पाउँछ त। अन्त यहाँ पनि के भन्छ गदावरी फुल फुल्दैछ सिना अब है साथीहरू। अन्त यता छ पत्थर चट्टा पनि छ हाम्रोमा। मलाई कहिलेकाहीँ ग्यास हुन्छ कि साथीहरू, अन्त बा स्टोन पो भयो कि भनेर खान्छु कि, त्यही भएर पहिला मलाई स्टोन हुँदा मैले खाएको थिएँ कि साथीहरू यो। अन्त नि हेर्नुहोस् त यही खाएको थिएँ मैले स्टोन हुँदाखेरि, अनि त्यही भएर जाती भएको थियो यही खाएर हो। अन्त र पनि रोपिराखेको नि, यो चाहिँ उन्युको त्यो के भन्छ उन्यु काटेर चाहिँ सुकाइदिएको मतलब फ्याँकिदिएको। अन्त यतातिर चाहिँ मेरो कचरहरू मतलब कचर होइन उयोहरू पटहरू खाली गरेर फ्याँकिदिन्छु। अन्त चाहिँ फुलहरू फुल्छ हो, हेर्नुहोस् त कस्तो मजाको छ मेरो यहाँनिर। हजुरहरूलाई मन पऱ्यो भने कमेन्ट गर्नुहोस्, नयाँ हुन्छ नि सब्सक्राइब पनि गरिदिनुहोस् है साथीहरू। हेर्नुहोस् त साथीहरू कस्तो मजाको छ है। अन्त म चाहिँ यस्तै रोप्छु फुलहरू, हजुरले मजाले रोप्नुहुन्छ होला। म चाहिँ यस्तो प्रकारले रोप्छु है साथीहरू फुलहरू, हेर्नुहोस् त त्यही जस्तो पाएँ त्यस्तै रोप्छु। अन्त मेरो फुलबारी मन पऱ्यो नि कमेन्ट गरिदिनु होला है साथीहरू। अन्त यो त मेरो कन्टिबल फेभरेट हो, एकदमै मनपर्छ मलाई। अन्त यता त लोपी बारी, यता छ अम्बक छ, माछा छ। यता चाहिँ देख्दैन तर साथीहरू माछा गइहाल्छ, यहीँबाट हेर्नु मात्रै टाढोबाट हो, नत्र भए देखिन्न भागिहाल्छ हो। त्यही भएर म यहीँबाट देखाइदिन्छु ल हजुरहरूलाई माछा। देख्नुभयो ठुल्ठुलो छ माछा पनि ठुल्ठुलो छ। हेर्नुहोस् त ठुल्ठुलो छ साथीहरू माछा। अघि मलाई देखिसके भाग्यो हो। रात पनि परिसक्यो, म चाहिँ अहिले पुग्दै 6 बज्न आँट्यो होला। ए होइन 6 बजेको छैन, 5 बजे पक्का भन्यो, अहिले चाहिँ 5 बजिसक्यो। अन्त चाहिँ भिडियो बनाउँदैछु। अन्त साथीहरू माछाको बच्चाहरू यस्तो छ, माछा चाहिँ पुरा छ हो। पत्ता चाहिँ इस्कुसको पत्ताहरू खान्छ, यस्तो मजाले इस्कुसको पत्ताहरू खान्छ। हेर्नुहोस् त कस्तो मजाले खान्छ इस्कुसको पत्ताहरू। मलाई खोकी पनि लागिरहेको छ त, चिसो छ आज, यस्तो छ दिन। हेर्नुहोस् त यस्तो छ दिन। माछा छ मजाले चलिरहेको छ। अन्त यहाँ पनि मजाले फुलेको छ फुलहरू, हेर्नुहोस् त साथीहरू कस्तो मिठो कलर फुलेको छ। यो सिनपरी हुन्छ साथीहरू, अन्त फुल पनि दामी फुल्छ है। हेर्नुहोस् त है कस्तो मजाले फुलेको है। अन्त मजाले
यसको बिजन पनि बस्दो रहेछ है। अन्त धुपीबारीहरू छ के भन्नु, यहाँबाट छ देखिन्छ यहाँ बाटो छ कि साथीहरू, यहाँनिर चाहिँ बाटो छ हो यहाँनिर। अन्त यहाँ चाहिँ छ उतापट्टि छ आडुको बोट हो। अन्त यस्तो मजाको फुल छ हेर्नुहोस् त साथीहरू, कस्तो मजाको छ फुलहरू, कस्तो मजाले फुल्छ देख्नुभयो हजुरहरूले, कस्तो मजाले फुल्छ। यो चाहिँ मेरो किचनदेखि मुनिको फुलबारी हो देख्नुभयो साथीहरू। उतापट्टि चाहिँ मेरो किचन छ त्यहाँनिर चाहिँ हो। अन्त यो चाहिँ मेरो किचनदेखि मुनिको फुलबारीहरू हो। यता चाहिँ माछा कुवा छ। मजाको फुल्छ यो फुलहरू। परको चाहिँ हाम्रो गाईको दाना पकाउने ठाउँ हो साथीहरू। यताको चाहिँ परको चाहिँ हाम्रो गाईको दाना पकाउने ठाउँ हो। माथिमा चाहिँ जङ्गल देखिन्छ साथीहरू। अन्त यता चाहिँ हाम्रो पानी काट्ने जग्गा हो। अन्त यता चाहिँ माछा पोखरी छ साथीहरू। तल चाहिँ हामी गाई बाख्रा पाल्छौँ, मतलब बाख्रा पाल्छौँ, गाईको ग्वाली चाहिँ उता छ हो। तल चाहिँ बाख्राको खोर हो। यता चाहिँ हाम्रो घर हो, यतापट्टि चाहिँ घर छ। यहाँ तलदेखि मुनि पनि माछाको कुवा छ, देखिसक्नु भइसकेको छ। यहाँ मुनि पनि माछा पोखरी छ। यहाँ मुनि पनि माछा पोखरी छ साथीहरू। तल चाहिँ जाँदिनँ ल, मलाई हेर्नुहोस् न साथीहरू, यस्तो छ बाटो। मलाई नि जानु डर लाग्छ, कोही साँपहरू हुन्छ। यो माछा पोखरी वरिपरि साँप हुन्छ साथीहरू। अन्त पुरा डर लाग्छ मलाई। अनि यहाँ तल चाहिँ हाम्रो फलफुल बारी छ, यो मुनि चाहिँ हो। यता पनि फलफुल बारी छ। त्यो तल चाहिँ हामीले घिउ फल रोपेको छु। तपाईँलाई म अर्को भिडियो ल्याउने चाहिँ भोलिको पर्सितिरको भिडियोमा है साथीहरू। माछाले चाहिँ यस्तो पत्ताएर खान्छ है साथीहरू। हामीले चामल पकाएर लाउँछौँ, अन्त इस्कुसको पत्ता लाउँछौँ, अन्त चारो पनि लाउँछौँ बेला बेला साथीहरू। हेर्नुहोस् त पानी यस्तो सफा पानी लाउनु पऱ्यो माछा कुवामा। यस्तो पानी यस्तो वरिपरि चिप्लो हुन्छ कि साथी, बिस्तारै जानुपर्छ हो। लड्यो भने गयो, लड्नु चाहिँ भएन है, लड्नु चाहिँ भएन। अन्त यहाँनिर मैले हेर्नु कस्तो मजाको फुल थियो कि साथीहरू, सबै नै थाकिदिएको नि, सबै नै किरा लागेर के भएर हो। यहाँ पनि मिठो कलरको फुल थियो हेर्नुहोस् न हो। हेर्नुहोस् न साथीहरू, कति मिठो कलरको थियो, सबै फाकिदिएको हामीले। दिमाग खराब भयो हो त्यही भएर। यहाँबाट त क्या दामी फुल देखिन्छ नि साथीहरू, हेर्नुहोस् न हो, देख्नुभयो कस्तो मिठो कलरको फुल छ यहाँनिर।
यही छ मेरो फुलबारी। फुल चाहिँ धेरै प्रकारको छैन, तर पनि फुल चाहिँ छ मेरो बारीमा, फुलबारीमा मजाको छ। यता चाहिँ सिनहरू छ, तर पनि हेर्नुहोस् न साथीहरू, सबै नै बाख्राले खाइदिएर मैले बन्द गरिदिएको बाख्रालाई उता ल, यहाँ तल बाख्रा बन्द गरिदिएको उतालाई चाहिँ हो, किनभने त मेरो फुल खाइदियो नि त, हेर्नुहोस् न डल्लै खाइदियो हो। त्यही भएर यहाँ चाहिँ मैले स्ट्रबेरी रोपेको छु, कस्तो मजाको छ हो, हेर्नुहोस् त अलग्गै बढाइरहेछ। अन्त मैले यहाँ पनि फुल रोपेको छु, हेर्नुहोस् त कस्तो मिठो कलरको फुल छ। भोलिपर्सि तपाईँलाई म भिडियो बनाएर ल्याउने छु तपाईँहरूको माझमा है। अन्त मैले चाहिँ आजको भिडियोमा सबैलाई सबै फुल देखाइसकेँ है। नेक्स्ट भिडियोमा चाहिँ म तपाईँहरूलाई मेरो फलफुलबाट देखाउने छु फेरि है त साथीहरू। हेर्नुहोस् त यहाँबाट यस्तो देखिन्छ, अन्त नजिक गयो भने फेरि यति मिठो मिठो कलरको देखिन्छ। हेर्नुहोस् त कस्तो मिठो मिठो कलर देखेको है, वाइट कलरमा छ, मिठो मिठो कलरमा पाइन्छ फुल। खाना बनाउनु पर्ने हो, अब चाहिँ खाना बनाउनु पर्छ, खाना बनाउनु टाइम भइसक्यो। यति धेरै फुल चाहिँ साथीहरू, हामीले यो फुललाई स्याहार पुऱ्याउनु सक्यो भने चाहिँ मेरो स्याहारै नपुगेर त हो। मेरो खाना बनाउने टाइम भइसक्यो, खाना बनाउनु पर्छ है साथीहरू। मेरो भिडियोलाई माया गरिदिनुहोस् ल। म चाहिँ यस्तै प्रकार रोप्छु साथीहरू फुलहरू। हेर्नुहोस् त मेरो फुलबारी यस्तो छ, हल्का छ है साथीहरू, भक्कु छैन मेरो फुल चाहिँ, धेरै छैन, थोरै थोरै छ, त्यति धेरै छैन मेरो फुलबारी, थोरै नै छ। सिक्कल पनि दिएर छौँ, हामीले चाहिँ सिक्कल पनि दिएर राख्ने गरेको छौँ। यस्तो छ हाम्रो फुलबारी चाहिँ। त्यो छ हाम्रो सानो सानो दुबोबारी छ, मतलब चौर छ साथीहरू। हाम्रो चाहिँ सानो बडे देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ तपाईँलाई म जहिले पनि देखाउँछु है फुलबारी हो। यहाँ चाहिँ फुलबारी छ, अब चाहिँ यहाँ माथिको फुल सबै फुलिसक्यो साथीहरू। अब चाहिँ मेरो चौर छ, यो चौर चाहिँ सधैँ रहिरहन्छ है साथीहरू। हेर्नुहोस् न कस्तो मजाले बसेको हो, देख्नुमा बेगु ताकि पख हो आइसला है। म त फर्स्ट टाइम देखेको दुबोमा पा बसेको, हेर्नुहोस् न आइसला है। यस्तो मजाकोमा नदेखिएको, हेर्नुहोस् साथीहरू, यहीँ रहेछ कि त, यति मजाले लुकेर बसेको है।